हजुर भिनाज म यहाँ छु ठिकठाक नमस्ते गरेँ है मैले अघि नै भिनाजै दर्शन गरेँ है उसले लगाएको हो ट्रा म शाश्वतले लगाएको चिन्यान गर्नुपर्छ को भन्दैछ त को बसौँ 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 ठाउँमा पलेटीमा यो को हो यता बसौँ मम्मी यहाँ बसौँ यतापट्टि बसौँ यस्तो बन्द मैले च्याप्चा हो मैले भनेको थिइनँ नजाऊ भने हो मलाई त कस्तो लाग्यो नाति नाति मैले नगर भने हो नि नगर भाउ भन्दा हिजोदेखि मेरो पनि थर बदलियो पुरा भन्नु न लुबाले भने हिजोदेखि म पनि थर बदलिहाले सुनिरहेको दाजु बनाइरहेको छ सुता हजुर बा पुस्याहरू भर्खर सबैको प्रतिनिधित्व गर्ने भयो 2 मिनेट पछि सेरै टाइम हेलो अगाडि नोसन पर्छ अनि छ नि त हुनेको हुन्छ हामी म गीत गाउँछु हजुर हेर्नु ल अलि अगाडि गएर गीत गाउन त अनि पति बाल्नु न त ल बलिरहेछ स्वर कते ब्रोको के छ पिरातीमा नराको पक्तिमा रहेन छ ल त्यो म त्यो फोटो सिकेर नि अनेसमा पढाइन्छु बेला गरेर देखाइदिनु त के छ अरु के छ त रोशन त्यसो नगर ल छोरा अब त्यहाँ यहीँ बसेर सकिने आनन्द लिने दिदीको अभिनय सुन्यौ देखिने मैले जाने बेलामा एउटा अभिनय त्यो चाहिँ यहाँ एडभाइसमा मेकअप गर्ने ब्युटी पार्लरमा कर्णेल साहबले हाम्रो यो डाक्टर साहब जो रमेश विष्ट भन्ने उहाँको परिवार अस्ति फुलवाला हातदेखि गरेर गयौँ अनि सँगै हिजो पनि अब त्यो गर्ने 8 बजी गाडी पठाइनु भने अनि मैले त यसो सोचेँ मलाई त पचेन त्यो कुरा विद्यार्थीले गरिरहेछ म जाउँला हामी अगाडि
अब उसलाई चाहिँ गाडी पठाएर जाममा पर्ने उता झन्ती आउला त्यो जाम 5 घन्टा हुन्छ के गर्छ बरु त मेकअप नगर्ने जे छ छाडी छ त्यो अनावश्यक नगर्ने तर उहाँ चाहिँ नगयो मैले सबै तिमीलाई लगेर म जाँदै हाल्नु भनेपछि अनि कर्नेल साहबलाई नि ठिक छ म पठाइदिन्छु यो हो भने के गर्ने त भन्दाखेरि उहाँले पनि विकल्प पाउनु भएन अनि त्यो सुन गर्यो ट्राफिक त एकदम फेरि कलङ्कित अहिले ओहो भाइलाई दिएको चाहिँ कसले खिच्ने मेरो मामा छोरा हो नमस्ते बाबु राम्रोसँग चलाऊ है ल अहिले म खोलिदिन्छु नि कार भनेर ठ्याक्कै ल्याएको अस्तिदेखि भनिरहेको ब्याट्री पनि देऊ न यसको ब्याट्री झोला होइन तिम्रोमा होइन यो गाडीकै झोलामा थ्याङ्क यू ह्यान्डसेक ल ओके सुन चाहिँ यसको मात्रै यहाँ चाहिँ मेरो होइन यसकोमा चाहिँ झोला छ यहाँ दुईटै छ यो राति दुईजनाकै चलाउ त कसको छिटो कुद्ने रहेछ ल लु गाडी राखौँ
जानै पर्यो हैन अन्त यत्रो भएपछि अब के हुँदैछ उमेर भएपछि पसिना पुरा हुँदो रहेछ शरीरमा यत्रो भएपछि घटाउनु पर्छ कोलेस्ट्रोलको त हजुरको खास अब फ्याट भएको चाहिँ डाक्टर साहबले मेरो गाडी कहाँ छ सधैँ होइन कहिले कहिले फरक पर्दैन ए डाक्टर मेरो गाडी कहाँ छ अब चाहिन्छ गाडी के हरान दाबा त्यो सब किन भनेको ठिका भएर राम्रो के लाग्छ ठिका त फेरि आफूलाई पनि पर्छ नि छ यहाँ छ तिम्रो गाडी ताल आउँछ उसको प्राण आउँछ मेरो घरै विशालनीले के भने थाहा छ हामी पनि ठुलो भइहाल्छ हामीलाई पनि पालो त आइहाल्छ अहिले ड्राइभर नसक्यो भने पछाडि बस्नु हामीलाई पुर्याउने ल्याउने काम चाहिँ गर्नुपर्छ मान्छेले अरू कुरा हामी जान्दैन हाम्रो समय गएपछि इलिगली भएपछि उल्टो जरिवाना गर्नुपर्छ फेरि आएर हजुरमा कुन मोड ल्याएको छ भने अनि त्यो ताले टक्क बाबा वाटिन्छ भने जो कुरो 4 वर्षपछि यसको उत्तर लिएर आउँछ यस्तो ससुराले दुइटै सँगै अब कस्तो हुन्छ होला भनेर भनेपछि सासूले चाहिँ अब दुइटै भेला गरेर लानुभएको क्या अनि आनन्दले भन्नुभयो मैले त्यस्तो सरस्वती आज सुरुमै दुइटै छु है यसरी बस्नु होइन त्यही भएको आज मैले सुरुमै पाएँ नि त दिदी भन्नु भनेर भने मैले दिदी भन्छु म होइन मलाई जेठी सासु मलाई दिदी भन्नु भनेर भने आफ्नो इच्छाले भनिन्छ जेठी सासु बाबा हजुरको छेउमा बसेर खाइसेन हजुर है
सबभन्दा सबैको भन्दा बढी माया चाहिँ कान्छी सालीको भनेर हुन्छ अरे अनि यहाँ पनि अब कान्छी सालीहरू मै देख्छ के सासूहरू परे राजु तिम्रो गाडी हेर्नु त्यो होला नि नन्जु कडा अर्डर आइसकेको छ म त 3 बजे राति आएँ हैन अनि 3 बजे राति आएर म सुत्न गइहालेँ हैन बिहानै सुमनले लगेछ अनि उसले सिधै गाडी हेऱ्यो के गाडी हो फेरि लगेर बनाएर पिछाडी जाँदा पनि कुदाइराख्नु फेरि यस्तो स्पिडको छ त्यो रिमोटले कि तिमीहरू पनि ल यहाँ ल शाश्वत आऊ शाश्वत सानो बुवासँग रोशन भिनाजसँग बसेको पो खिच्नु है फोटो आएन भनेर अघिदेखि उनीहरूकोमा कत्रो धुन्दान ल भिनाजसँग परिचय गरेको छैन जस्तो छ रोशनले ल रोशन ल हात मिलाऊ ल आऊ के हो हजुरको नाम के हो पुरा भन्नु पर्यो नि त पुरा रोशन उप्रेती हो ल भन फेरि आफै भन न त गुड ल कविता छोरीका छोरी के छ खबर नमस्कार ल हजुरको नाम के हो शाश्वत सुवेदी ल के हुँदैछ त हजुर कति क्लासमा पढ्ने आजै एलकेजी हो हजुर कति 1 2 आउँछ है हजुर कतिजना साथी छ कति कतिजना छ नाम भन्दैछु त त्यति साथीको म काउन्ट गर्छु नि 1 2 भनेर भन्छ त अनुजा 1 आउँछ भान्छु मेरो गाई भाउजूसँग यहाँ खिचौँ त ओहो हिजो मलाई भिनाजले काममा भन्नुभएको थियो नि त्यो मैले जुत्ता लुकाउँदा अनि ठुलो फुपूले चाहिँ के भन्यो भिनाजले माया गरे पनि के भन्यो ल छ एक दुई तीन के बाहिर जान लाग्नु भएको त्यो हल्ला नगर्नु है सबै बोली सुनिन्छ त्यहाँ हाँस्ला न अहिले त्यो टोक्यो अलि तलसम्म झार्नु सबै निधारै मात्रै देखिन्छ राख्ने भएर रिल सिधैलाई पृथ्वी अर्को अरू जयन्ती कति टिकट काट्नु पर्छ उसले खाएको चाहिँ खिच्ने
भएन मैले खाएको त सम्झाएन भिनाले दिनुहुन्थ्यो नि प्रधानमन्त्री गिरी खाली क्यामेरा आफै बोकेर बोली छ नि त मेरो ठुल्ठुलो धोद्रे बोली भेटका बेला नेपालमा जाने पहिला पनि त्यस्तो आउँथे मेरो कपडा राम्रो छैन भन्थे तर भोलिपल्ट त्यस्तै कपडा किनेर लगाउँथे संयोगी त्यस्तो भयो होला होइन यहाँसम्म कि मैले मन पराएको मान्छेलाई पनि उसले मन पराउँथे भनेको होइन होला यो एउटा साधारण कुरा हुँदा जो हुँदैछ पहिला एनाउन्स गरेर जानकारी गरेर कार्य सञ्चालन गर्दछौँ भनेपछि यो त भएन नि घरमा तपाईँको के नीति भनेर पक्रिने मान्छेले अब यहाँ हेर्नेमा छु आज के हुँदैछ के गर्न खोजियो होइन बस्नु तारे त बस्नु उता बस्नु छोरीले के भन्न खोज्दैछु अगाडि डिस्टर्ब नगर्दैन सुरु गर्ने हो अब आफै मैले के भन्ने यो जना चाहिँ हजुरआमाको चाहिँ एउटा पछिसम्मलाई रेकर्ड यहाँ उपस्थित भएका मेरो आदरणीय मेरा ठुलो बुवा डेडी मम्मी हजुरआमा सानीमाहरू दिदीहरू र आज त्यो दुलन फर्केर आउनुभएका मेरो प्यारा के भन्नु आज हामी चाहिँ यो रमाइलो घडीमा होइन सुरुमा चाहिँ हाम्रो हजुरआमाको बोली रेकर्ड गर्ने अनि हजुरआमाले चाहिँ आफ्नो नाम भन्नुहुन्छ त्यसदेखि पछाडि छोरीहरू कतिजना छोरा कतिजना अनि नाति नातिनाहरू के छ त्यो भन्नुहुन्छ त्योदेखि पछाडि चाहिँ एउटा लामो समयसम्म सम्झना होस् भन्नको लागि चाहिँ हामी सर्वप्रथम त दुलैबाटै नबजाउ त एकछिन अब के भन्नु भन्ने म सोध्छु नि त हजुरआमा हजुरको नाम भनिदिनुहोस् त मेरो धर्म कला हो नाम हजुरबाको नाम हरिनारायण हजुरका छोरीहरू कतिजना छोरीहरू छोरा 2 जना अनि जेठी छोरीका छोराछोरी कतिजना माइलीका 4 जना अनि त्यो साइलीका अनि सोध्नु त पर्यो नि त सोध्दै गए पछाडि त अनि अन्तरिका एउटा कान्छीको एउटै छ बिहा भएको छैन ठिकै छ अनि हजुरआमा साइली खेल्नुहुन्छ अनि हजुरआमा अब आज त नाच्ने कार्यक्रम छ होइन अनि अब हजुरको सङ्गिनी खेलेको चाहिँ हाम्रो एउटा संस्कार छ पहिलेदेखि चलिआएको त्यो चाहिँ हामीलाई पछिको लागि पनि सम्झनाको लागि टिप्न मन लागेको छ अहिलेसम्मको तपाईँको बिहेको अनुभवमा त्यस सालको बिहा कस्तो लाग्यो बताइदिनुहोस् न त्यत्रो बिहे कसैले थिएन मेरो डिफारको बिहे हो खलो उठाउने त्यो बिहे त्यहाँभन्दा ठुलो बिहे पहिला छोराछोरीको पछि मेरो बिहेमा छन् त हामी 7 वर्षका 8 वर्षको छोरी चाहिँ अनि बिहे चाहिँ साह्रै ठुलो गरेको त्यतिखेरको हाम्रो अनि त्यस्तै त्यस्तै भयो यस सालको बिहा कस्तो पहिला र अहिले के चेन्ज पार्नु कति बेला स्यान त सबै कुरा स्यान भयो
अब अहिले गाउन छैन यत्र छैन त्यस्तो यसो स्वभाव हजुरआमा हाम्रो पहिला त सँगैनी खेल्ने चलन थियो नि अहिले त त्यो हराउँदै गयो हामीलाई देखाइदिनु कस्तो छ त्यो पनि हुनसक्छ केही कुरा होला अब आउँदैन त्यो नला एउटा गीत आउँछ नि त यसो घुम्नु दिनु बसेरै गाउन नि घुम्नु पर्दैन त्यही त मलाई सकिने इच्छा नत्र कुन नातिनी नाच्दा गाउँदा सबभन्दा पहिला कोबाट सुरु गर्ने गीत छ हो त्यो पनि गीतकै भएको आमा उता फर्कानु दिदीले आउँछ नि होइन स्वर खाबी देमा स्वर नाच्न चल्ने गरेको झट्ट दिदी र म आफै नेपाल खाडलका पशुपति देउता नेपाल तारा सन्मानसित पशुपति मुनिकी बागमती नदी पशुपति मुनिकी बागमती नदी हामी तिम्रा छोरा ठुलो फुपूले चाहिँ हाम्रो पुरानो संस्कार अनुसारको सङ्गिनी नाचेर देखाउनु भइसकेको छ। अब यो चाहिँ पछाडि
मसँग जान्दाखेरि के बोल्छु नारकन्द बुले चाहिँ आफ्नो पुरानो संस्कार अनुसारको सङ्गिनी गीत सहितको नृत्य देखाएर गइसक्नु भएको छ। अब पछाडि यसै गर्दा हाम्रा आदरणीय बुवा ठुलो बुवा उहाँलाई चाहिँ आफ्नो चलन अनुसारको गीत गाउन सक्नुहुन्छ सिकाइदिनु न अनुरोध गर्दछु। बालन पहिले खेलेकै छैन भाइ पुरा काटनमा सिपालु कलिका नारी हुने छन् सबै नोकर चाकरलाई खान नदिही काम मात्र ज्योति लिने केही खान दिदारी साई धनकी ठस्केर पत्ती दिने भाँडा बजाउने रिसा गरी लात मारने भूमिमा सातो खाइलिने जहानहरूको त्यसै बिना काममा उहाँले अन्तिममा आफ्नो परिचय दिएर चाहिँ पछाडि लानुहुँदैछ। परिचय दिनुहोस् ल हजुरको नाम भनिदिनुहोस् न। मेरो नाम देवी प्रसाद सापकोटा। हजुरका छोराहरू कतिजना पर्दैन ठुलो बुवा भनेपछि तिम्रो परिचय आइहाल्यो यहाँ कहाँ होला सकियो के गर्छ दुला दुलाई लगायत होइन बुवा आमा र कान्छी प्रथम त दुला दुलाईबाटै सुरु जाऊ पर पर तिम्रो मचु मेरो एकचोटि रिपिट गर्नु फेरि चरी बस्यो त्यो छत्रे बरैमा कस्तो राम्रो भयो सुर्ती कागजमा बेरेर बसेको छु सालीलाई फसेको छु पत्ती है बाली चाटी साली त्यसमाथि झन्डाली
पहिले हामीले भेटा बल्ल बल्ल यसपालि कस्तो बिहे भयो त यसपालि सिमसिमे पानीमा घर बिचैमा भागो त नौला ज्वाई भन कस्तो लाग्छ मिलिजुली गीत नि गायौ त बिहेमा कुन बेला आयौ त सिमसिमे पानीमा चले बेमान भन्छ कि जिन्दगीमा रातो साडी बेहुलीमा लाए त बिहेमा त 10 बजी आको संकेत पाको थे सोसोली भेट्न आउँदा के ल्यायौ कोसेली बाख्रा हेर्दा गाउँथे नि सुसेली दुईटा छोरा ल्याकी नजर नलाऊ किसाले गोरीलाई उपदेश देऊ है माइली छोरी सिमसिमे पानीमा चले बेमान गर्छ कि जिन्दगीमा आमाले त उपदेश दिनी म भन्दा त इमाइले ज्ञानी छिन् सिमसिमे पानीमा पटुकीले कम्मरमा कसेको मोटी मोटी सालिकिन पछि बसेको सिमसिमे सालीमा चले बेमान गर्छ कि जिन्दगीमा गल्ती गरे हेरेर झुक्या छु कान्छी सालीको नाममा अब छोरीको एक्टिङ गरेर लगाई मात्रै कि सुरु गर्नु त सुरु गर्नु छिटो हजुर यताउता हल्लिन नि सक्नुहुन्छ कि
बुटे चोली सुतीकै सारी लाहुली कान्छी रेशमे साडी सुपारी सस्तो दिदी अलि अगाडि
मान्छे तारै हो अलिकति छ एउटा साली छ मान्छे तारै हो अलिकति छ साली छ मान्छे तारै हो अलिकति छ फर्के रोटी थालमा एकादशी बजार पानी दिलो पोतालामा सुसिल पानी कान्छे नानी पहिले हामी नाच्यौँ गाउँथ्यौँ पहिले हामी नाच्यौँ गाउँथ्यौँ माया मैतालो दिनको रात मसँग दिसला पहिलो नजरमा देखे झै लाग्छ देखे झै लाग्छ नि हौ कहाँ कहाँ जाने गरेर लौकी माया मरपुर डाँडाको हौ मेरो पार्टी नभएर यार मलाई के थाहा हातले राम्रो छैन एउटा टिभी गीत बगिरा गयो गङ्गाको हाला लगाउने फुलको थुङ्गा बगिरा गयो गङ्गाको कहिले बेटा नगाइदिनु न तपाईले बिचारा यतिखेर उहाँको श्रीमान गर्छु भनेर गएका श्रीमान फर्किन्छन् थिएन अमल दमल खैरपात भन्दै खेलेका त्यो पाखा ताजै थियो सुन्तलाका बोक्रामा खाएको चौरिसी बेच आजै जस्तो लाग्थ्यो तब फेरि उनै परदेशलाई सम्झिँदै घुम्न आउँदैछन् हामी फेरि सुरु भइहाल्छ पार्वती हो काला काला बग्दै के अरे काला काला बग्दै के सफी जान्छु काला काला टल्किए बिजाउँछु मेरो आँसु बगु बने बन्छ सितैसी
तिम्रो आँसु चुयो भने बन्छ गीतै गीत अगाडिका गीत फुलाको थुङ्गाको अर्को स्टेप गाइस न हो त थियो त बिर्सेकै मैले गीत त एक डोकै थियो बिर्सियो हामीले दाइले बिर्सियो हामीले तन्देरी नि भगा थियो देशको वरिपरि सबै मेरो आँगन मेरो मनमा आइबस सयसम्म ठुलो सम्झना स्वर्गैमा खोजे नि चौधै भुवन स्वर्गैमा खोजे नि चौधै भुवन आउँछ याद परछु मर्छ तिम्रै सम्झना यो सुटुरी खानुभन्दा अगाडिको कस्तो गीत गाएको थियो अनि आउने प्रिय टिपिदेऊ है त्यो त मैले भने हो मेरो प्रिया भने त भइहाल्थ्यो प्रितम भने त भइहाल्थ्यो नि खोजे नि चौधै भुवन स्वर्गैमा खोजे नि चौधै शान्ता दालले उहाँको बिहेमा मुनीको बिहेमा हामीले के गरेर ल्याएको थियो राम्रो गाउने हो नि त शान्ता कस्तो दैव अरे अहिले शान्ता कहाँ छ ओ इजरायल मरे हो यो जिनीमा गरुवाको टोरीमा मारे नि त राम्रा दाललाई अनि त्यो गीत समिन मेरा मारे स्वर्गैमा खोजे नि चौधै भुवन आउँछ याद पर्छ मर्छ तिम्रै सम्झना होइन त्यो वारी पारी थियो क्या बिचमा तोमर खोला अब अहिले जहाँ लगेर कुरो राख्दा चौतारी बारीमा रातो लुगा सुकेपछि तपाईँ आउनुहुन्थ्यो अनि म पार्दै हेरेर त जहाँ लगेर चौतारीमा बिसाउँदा भयो कुरो अब त्यसै पछाडि दानैलाई रोप्नु आतैको मरमैले जालैमा बस्ने मेरो थियो दिन मुराली बाजा जिरैले खोलेको कहिले र पनि बिर्सिने थिइन हाँसेर बोलेको कहिले र पनि बिर्सिने थिइन हाँसेर बोलेको अघि साथै जुका ल्याएर मेरो सुमर्स होइन मेजरी सर एकछिन है 1 2 3 गो कालो केश सेतरीबाट कालो केश छैदरीबाट नछरी गाछमै
सुन सुन उता एकदम पुरै आउँछ क्या कता छ अनि अब रोटीको टुक्रो एक्टिङ गरी गरी त्यो कुची बागा सर आएको छ उपेर नाचे डेक्ची उसले चाहिँ 9 वर्ष 8 वर्षको हुँदा दौरा सुरुवाल खुकुरी लगाएर नाचेको छ क्या गाईको पाखा मलाई राम्रो लाग्छ मलाई प्यारो लाग्छ मलाई नलाग्छ घरमा छ अहिले मैले कुनै बनाउनु पर्ने उसलाई खेलाएर अनि मेरो देखिँदा कसैले ओभरफ्लो भन्दैन रोशन मामा हल्लिन जान्दैन यस्तो यस्तो गर्दैन घरमा त आफू एक्लो छन् अझै त किन दोधारे भन्छन् बिचरा के भएर खोज्यौ पहिले सरकारी जा मान्छे आउँछ उता छिर न फटा अनि अर्को के जुन जुन कुरा मैले चाहिँ यसो लाग्छ त्यो सिस्टम आएन नभए आर्मीमा यता हेर्नु न अर्को मार्शल आर्टमा सेटको बस्ने अनि त्यहाँदेखि अर्को त्यो भने कलाकारहरू यसो गिटार बजाउने पछि नभए यो जमाना त्यही अभिनय गर्न सकेन त्यो छोडिन्छ क्या यस्तो समय आयो त्यो जस्तो यो विदेशमा बाँदर बजाउन सिक्ने बाँसुरी बजाउन सिक्ने चाहिँ एकदमै ठुलो टेवा होइन जहाँ एउटा सारङ्गी बजाउन किन नजाने त्यो कला हो क्या अब हाम्रो मान्छे के भइदियो भने बजाउने दलित जाति भयो सानो जाति हामीले त बजाउनै मिलेन कसैले प्रोत्साहन पनि गरेन मलाई यो चिज किन थाहा पाएको भने म ब्रिटिसमा 32 सालमा 41 वर्ष उमेरमा त्यहाँ गएँ कोर्स गर्न आउँदाखेरि ब्रिटिसले सबभन्दा प्यारो गर्ने बाजा बजाउने अति प्यारो गर्ने उनीहरू भनेपछि त्यो चाहिँ अति सम्मान पनि गर्ने त्यो कला त्यो चिज चाहिने ठुलो छ अब चाहिँ ढिलो भयो भने छोरालाई चाहिँ मैले त्यो चिज गराएको त्यो काटा लाएर साधारण साह्रै लुगा राख्छ यो भएपछि लुगा किन्नु पर्छ भने उसले छोडेर त है अनि उता रोटीको टुक्रो पापा भन प्रिति ल पापा भन प्रिति ल मेरो आमालाई चाचा भन प्रिति ल मेरो बाबालाई बिहानको घरमा जस्तो माथि चढ्छु गाडी गुनीमा छु म त धेरै धेरै पर्छु अब रोटीको टुक्रो पहिला त्यो स्कुलसम्म चाहिँ नुहाउँदैन थियो डुबल थियो सब सामानहरू फुटाउने त्यो एकताल फेल भएको नि पक्का पुच्चे दादा अनि पछाडिदेखि अनि सुरु गर्यो त्यहाँदेखि अनि क्याम्पस लेभलमा राख्यो अनि त्यहाँ सधैँ सफा नगर्यो भने अब उसले चाहिँ गर्नु थाल्यो अनि भन्थ्यो कि स्कुलमा लेभलमा क्याम्पस लेभलमा सप्रिन्छ भने कुरो पुरानो कुरा छ नि मैले त्यो महसुस गरेँ अनि पछाडि अलिकति सम्झाउनु पनि थाल्यो यसो गर्नुपर्छ भनेर अनि जिउ पनि डर बनाएछ क्या म त जात्ने तराइ छ नि सिटा पुसलले खोइ हेरौँ भनेपछि अनि त्यहाँ कि मेलामसँग गएपछि रोशन अगाडि जा बरु नाच